भारी मन बनाई लेख्छिन् उनी। शीर्षक उनीका साथ यो कथा सुरु हुन्छ उनीको। उनी एक चेली हुन्, न कसैका उनी छन् न उनीको कसै छ। मनभरि पीडा बोकेर बिहान उठ्छिन्, काममा जान्छन्, भनाइ सुन्छिन्, काम गर्छिन्, थाक्छिन् अनि साँझ आउँछिन् आफ्नो बाटो। त्यही एउटा पुरानो झुपडीमा जहाँ उसले आफ्नो नयाँ संसार बसाएकी छे। त्यो संसार जहाँ ऊ मात्र छे अनि उसका खुसीहरू छन्। केही एक दुई मान्छेहरू उसलाई खुसी दिने। उनी त मान्छेहरू देखेर डराइसकिन्। उनी त मान्छेहरूको भिडमै हराइसकिन्। उनीको त अब आवाज पनि आउँदैन। उनी त अब बोल्न पनि छाडिसकिन्। उनका स्वरहरू हराइसके। उनलाई थिचिदिए, मानौ ठुला ढुङ्गाले उनलाई थिचिदिए। खुल्ला विचार बोकेर हिँडेकी उनी, लाग्छ आज उनी दबी। ती ठुला ठुला ढुङ्गाभित्र उनीका सोचहरू सबै दबिए। मार्न प्रयास गर्दैछिन् उनी आज आफ्ना खुल्ला सोचहरूलाई। ढाल्न खोज्दैथी यी परिवर्तन नमाग्ने समाजहरूमा आफूलाई ढाल्न खोज्दैछिन् उनी। मार्दैछे आफ्नो इच्छाहरूलाई अनि बन्दैछे समाजले बनाउन खोजेको उनी। बिस्तारै बन्छे होला उनी पनि, जस्तो समाजले बनाउन खोजेको उसलाई उनी। के भन्न सकिन्छ र यहाँ अब जिन्दगी नै यस्तै रहेछ। ऊ बन्दैछ बिस्तारै समाजले बनाउन खोजेको उनी। मार्दैछ आफूभित्रका ती परिवर्तन सोचाइराख्ने उनी। उसले माया गर्नु हुँदैन, उसले त केही बोल्नु हुँदैन, उसले खप्नुपर्छ, उसले भोग्नुपर्छ। तर यसको मतलब यो होइन कि उनी बोल्न सक्दिनन्। उनी बोल्न सक्छिन्। उनले आवाज पनि उठाउन खोजेकी हो। उनले परिवर्तन पनि ल्याउन खोजेकी हो। तर उनका आफन्तले उसका मुखमा बुझो खादिदिए। नबोल है त बोल्नु हुँदैन। तैँले आफ्नो इच्छा बमोजिम केही काम गर्नु हुँदैन। त छोरी होस्। तैँले हामीले भनेको काम गरे त राम्री होस्। तैँले हामीले भनेको काम गर्न छोडेदेखि त बिग्रिस्, त बदमास होस्। तैँले कहाँ आफ्नो खुसी गर्न सक्छेस् र? त कहाँ त्यस्तो उनी बन्न सक्छेस् र जुन चाहिँ उनीलाई समाजले पचाउनै सक्दैनन्। नभन है। नाक चाहिँ नकाट्नु नि फेरि। भनेका कुराहरू मान्नु नि फेरि है भनेर उसलाई भने। उसले पनि हुन्छ भन्दै मुन्टो हल्लाइदिए। तर के थाहा उसको मनमा कत्रो पिर परेको छ। ला अब त मैले सोचेका जस्ता कुराहरू गर्न सक्दिनँ नि। सायद मैले समातेका हातहरू अब म अगाडि लान सक्दिनँ नि। मेरा बाका नाक पो जाने हो कि फेरि। मैले यसो गरेँ उसो पो हुने हो कि फेरि। सोच्दै उनी अब बोल्न छोडिन्। अब के गर्ने होला उनीलाई। उनी त अब भित्रभित्रै मरिसकिन्। यो कथा हो उनीको। त्यसैले त उनी चुप छिन्। सायद आज यो कथा मैले भन्दैछु उनी बनेर। के थाहा यो कथा मेरै पो हो किन। म आफै उनी बनेर भन्दैछु यो कथा उनीको, उनी नै बनेर। हस्त धन्यवाद।